हेलो साथीहरू, स्वागत छ सबैलाई हाम्रो किचनमा आज बन्दैछ खसीको मासुको लागि हामीले चाहिँ लिइसकेका छौँ मसला पिस्नको लागि लसुन, अदुवा, काला मरिच, जिरा, धनिया, रातो खुर्सानी हामी चाहिँ सबैलाई लिएर सिलौटोमा राखेर मजाले यसलाई पेस्ट बनाउनेछौँ। र यो देख्न सक्नुहुन्छ एकदमै पेस्ट बनाइसकेका छौँ साथीहरू मस्तको। र यो पेस्ट चाहिँ एकदमै यो चाहिँ यसको मेन पार्ट हो, किनभने पछाडि बिना मसलाको मासु फिक्का नै हुन्छ होला। तपाईहरुलाई पनि थाहा छ साथीहरू। यसलाई चाहिँ हामीले एउटा कटौरामा निकालिसकेका छौँ साथीहरू। र मासुको लागि हामीले चाहिँ कुकर राखिसकेका छौँ। आज चाहिँ कुकरमा बन्दैछ र कुकरमा हामीले 100 ml जति तेल पनि राखिसकेका छौँ साथीहरू है। तेल राख्न साथ तेल पनि तातिसकेको थियो र हामीले मेथी राखिसक्यौँ। मेथी राखेर दालचिनीको बोक्रा अनि ल्वाङ पनि राख्यौँ। त्यस पछाडि हामीले राख्यौँ ज्वानो राखिसकेका छौँ साथीहरू। ज्वानो राखेर हामीले काटेको 4वटा जति प्याजलाई पनि कुकरमा राखिदिइसकेका छौँ साथीहरू है। अनि खुर्सानी, हरियो खुर्सानी पनि 2-3टा काटेर त्यसमा मिसाइसकेका छौँ। प्याज र खुर्सानी कुकरमा गइसकेको छ साथीहरू। तपाईहरु देख्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ एकदमै यसलाई ब्राउन बनाएर हामी चाहिँ यसमा मासु राख्नेछौँ साथीहरू। तपाईहरुले देख्न सक्नुहुन्छ लगभग ब्राउन भइसकेको छ। र मासु हामीले 1 किलो मासु लिएका थियौँ साथीहरू। छालासितको मासु थियो साथीहरू। एकदमै मजाले यसलाई चाहिँ हामीले राखिदिइसकेका छौँ कुकरभित्र साथीहरू। तपाईहरु देख्न सक्नुहुन्छ है। र यसलाई हामी चाहिँ मजाले चलाउने छौँ। केही बेरसम्म यसलाई भुन्नु पर्ने हुन्छ साथीहरू। मजाले यसलाई प्याज, मसला जो पनि खरा मसलाहरू छ त्यसमा यसलाई मजाले बनाएर अनि त्यसमा हामी अरू मसलाहरू पनि एड गर्छौँ साथीहरू। यो चाहिँ लगभग हामीले पनि राखेका छौँ। 5-7 मिनेट भइसकेको थियो साथीहरू। अब यसमा हामी अरू मसलाहरू पनि राख्नेछौँ है साथीहरू। हेर्दै गरिराख्नु भएको छ भने साथीहरू लाइक, शेयर, कमेन्ट गर्न चाहिँ नभुल्नु होला है साथीहरू। तपाईहरुको माया नै हाम्रो हौसला हो साथीहरू। त्यो भएको कारणले माया चाहिँ दिनु होला है। र हामीले यसमा यो पिसेको मसलालाई राखिसकेका छौँ साथीहरू। देख्न सक्नुहुन्छ मसलालाई राखेर 2-3 मिनेट जति मजाले यसलाई भुन्नेछौँ साथीहरू। भुनेर यसको मस्त मसलाको बास्ना पनि मग बास्ना आइसकेको छ साथीहरू। बास्नाले नै मन अलिकति चुलबुल बनाइसकेको छ साथीहरू है। एकदमै यो चाहिँ मसला पनि भुनिसकेको छ। र अब हामी यसमा सबै चिजहरू बेसारदेखि लिएर अरू अन्य मसलाहरूलाई पनि एड गर्छौँ साथीहरू। यसलाई चाहिँ मजाले मसला चाहिँ काँचो हुन दिनुहुन्न, किनभने मसलाको सेन्ट हान्छ। फेरि काँचो भयो भने त्यो भएको कारणले अलि मजाले यसलाई चाहिँ भुन्नुपर्छ है साथीहरू। तपाईहरुलाई मासु कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला है साथीहरू। अब चाहिँ हाम्रो पालो आइसकेको छ। मसला हाल्ने बेला भइसकेको छ साथीहरू। यसमा बेसार राखिसकेका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ। यसमा फेरि हामीले राख्यौँ अलिकति किचन किङ अनि त्यस पछाडि गरम मसला अनि लगत्तै हामीले यसमा राखिदिइसकेका छौँ मिट मसला पनि राखिसकेका छौँ साथीहरू। अब यसलाई सबै मसला लगाएर मजाले चलाउनु पर्छ मस्तसँग। फेरि एकचोटि यसलाई भुन्नुपर्छ साथीहरू। तब मात्र यसको मिक्स भयो भने मस्तसँग भुनियो भने मस्तको टेस्ट आउँछ साथीहरू है। र यसमा अब हामी राखिदिइसकेका छौँ हामीले टमाटर हामीले त्यस्तै 3-4वटा जति राखेका छौँ साथीहरू है। 3-4वटा जति भयो भने एकदमै प्रशस्त हुन्छ। धेरै पनि राख्नु हुँदैन। एकदमै ग्रेभी पनि एकदमै टेस्टी हुन्छ साथीहरू। तपाईहरुले पनि घरमै बनाउन सक्नुहुन्छ है। यसलाई चाहिँ नुन राखेर नुन 2 चम्मच जति राखिसकेका छौँ। र यसलाई केही बेर चलाएर यसलाई हल्का भुन्दै केही बेर यसको मसला मस्तसँग भुनियोस्। त्यसपछि यसमा हामी चाहिँ पानी राखेर फेरि हामीले कुकरलाई सिटी लगाउनेछौँ है साथीहरू। तपाईहरु देख्न सक्नुहुन्छ मैले चाहिँ यतातिर ढक्कनले माथिबाट त्यतिकै ढाकिदिराखेको छु केही बेरसम्मको लागि, किनभने यो मसला पनि काँचो नहोस् भनेर है। ढक्कनलाई निकाल्दा यस्तो देखियो है साथीहरू। लगभग हाम्रो मासु चाहिँ
50% भन्दा माथि नै बनिसकेको छ साथीहरू। तपाईँहरूलाई मासु कस्तो लाग्छ है? हामीलाई चाहिँ एकदमै मस्त लाग्छ मासु। हामी नेपालीको चाहिँ मासु भात नै हो सबभन्दा फेभरेट पनि, र हरेक समयमा कहीँ पाहुना जाँदा कहीँ केही गर्दा मासु त हाम्रो मेन चिज नै हो है। त्यो भएको कारणले आजको यो मासुलाई मैले पुनः बनाउँदैछु। अलिकति रातो खुर्सानी पनि राखिदिइसकेको छु साथीहरू। रातो धुलो खुर्सानीको त्यसले चाहिँ अलिकति मासुमा कलर चाहिँ मजाको देखिन्छ साथीहरू है। त्यो भएको कारणले राखिदिएको हो। र मैले कुकर ढक्कन पनि लगाइसकेँ, देख्न सक्नुहुन्छ। सिटी पनि लागिसकेको छ। यसमा हामी 3 सिटी मात्रै लगाउनेछौँ। 3 सिटीभन्दा माथि लगायौँ भने अलिकति फेरि बढी पाक्छ र अलि मजा पनि आउँदैन है। जुन मजा एकदम आउँछ नि त्यो 3 सिटीमै छ। त्यो भएको कारणले साथीहरू यसलाई सिटी पनि लाग्न सकिसकेको छ साथीहरू। अब हामीलाई हेर्नेछौँ कस्तो हुन्छ। तपाईँहरूले प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। हामी तपाईँहरूको लागि फेरि पनि यस्तै रेसिपीहरू लिएर आउनेछौँ साथीहरू। यो देख्न सक्नुहुन्छ एकदमै मसालेदार मासु बनेर गइसक्यो।